एकछिन तपाईहरुको यो आन्दोलन जसले प्लान गर्यो नि त्यसले कति पैसा खर्च गर्यो? मैले 6-7 करोड रुपैयाँको उपचार गरेँ फेरिमा मेची अञ्चलमा। हो त 150 जनालाई नि अहिले पनि 15 जना आइसियुमा उपचार हुँदैछन्। गरे किन सिंहदरबार जलिँदाखेरि दमकल कतिवटा नगरपालिकाको मातहतमा कतिवटा दमकल थिए, किन आएन निभाउन? ललितपुर महानगरको आउनु बरु ललितपुर महानगरपालिकाको आयो। आज 15 गते आन्दोलन हुँदाखेरि नि राजालाई चिठी काटेको, आज त्यो आन्दोलनलाई किन चिठी काटिएन? भनेपछि नि यो के गर्न खोजिँदैछ? देश खाली बनाएर युवा जति लखेटेर बुढाबुढीको देश बनाएर यहाँ पश्चिमाबाट सेना ल्याएर चाइना र भारतलाई हान्ने षड्यन्त्र हो यो। जे गर्दा पनि असन्तुष्ट भएर हुन्छ र तपाईको आफ्नै चाहना होइन र यी नेताहरू त लखेट्छन् एक दिन होइन। यो नेताहरू लखेट्नु ठिक थियो, संविधान त उही भयो नि त। के हुनु पर्थ्यो? र तपाईलाई म अर्को कुरा भन्छु, देखियो होइन नेता लखेटेको, तिनै नेतासँग गएर भोजन गरे त अस्ति संविधान दिवसको दिन 3 गते। यतातिरबाट प्रचण्डहरू छाता ओढेर जाँदै थिए, उताबाट सुशीला कार्की छाता ओढेर जाँदै थिइन्, यतातिरबाट अर्को भाइ जाँदै थियो, उतातिरबाट अर्को भाइ जाँदै थियो, अनि गगनसँग सबै त्यहाँ त भइसक्यो त, सबै मिलिसक्यो त। अब के गर्छ? अबको 2 महिनादेखि 3 महिनामा संसद पुनर्स्थापना हुँदैछ फेरि। लो नयाँ खुलासा पो गर्नु हुँदैछ, हेर्दै जानुहोस्। संसद पुनर्स्थापना हुँदैछ।